तयारीहरूको कार्यक्रम पत्रकार सम्मेलन सचिवालय उद्घाटन कार्यक्रममा उपस्थित यस कार्यक्रमका प्रमुख अतिथिज्यू, नेपाल जेसिसका कार्यकारी उपाध्यक्षज्यू, निर्मित कार्यकारी उपाध्यक्षज्यू, नेपाल जेसिसके उपाध्यक्षज्यू, तालिम जेसिसका अध्यक्षज्यू, तालिम जेसिसका संस्थापक अध्यक्षज्यू, तालिम जेसिसका पूर्व अध्यक्षज्यूहरू, माननीय यस कार्यक्रमकी प्रमुख अतिथि माननीय सबिना बजगाईज्यू, मातृ शाखाका पूर्व अध्यक्षज्यूहरू, विभिन्न शाखाबाट पाल्नुहुने अध्यक्ष जेसिसको तर्फबाट सर्वप्रथम चारैमा हार्दिक स्वागत गर्दछु। वाचन गर्ने यहाँहरूसम्म अनुरोध चाहन्छु। आदरणीय पत्रकार मित्रहरू तथा सञ्चारकर्मी साथीहरू, हार्दिक नमस्कार। सक्षम उद्यमशील र दूरदर्शी युवा नेतृत्व निर्माणको अभियानमा विगत 6 दशकदेखि अनवरत क्रियाशील नेपाल जेसिसको गौरवशाली इतिहास जगजाहेकै छ। यसै सिलसिलामा नेपाल जेसिस क्षेत्रका सम्मेलन 2026 को भव्य आतिथ्यता गर्ने ऐतिहासिक सुअवसर चारैले जेसिसले प्राप्त गरेको जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित र गौरवान्वित भएका छौँ। आगामी 2083 साल असोज 9 र 10 गते झापाको पर्यटकीय तथा पूर्व तयारी, उद्देश्य र समग्र आयामहरूबारे सञ्चार माध्यम मार्फत सार्वजनिक गर्न आजको यस पत्रकार सम्मेलन आयोजना गरिएको हो। सम्मेलनको पृष्ठभूमि र औचित्य: नेपाल जेसिसको क्षेत्रका सम्मेलन अन्तर्गत पूर्वी नेपालका करिब 46 भन्दा बढी शाखाहरू आबद्ध रहेका छन्। यो सम्मेलन केवल साङ्गठनिक बैठक मात्र नभई पूर्वी नेपालका करिब 1000 भन्दा बढी ऊर्जावान युवा उद्यमी, व्यवसायी र क्षेत्रगत नेतृत्वकर्ताहरूको विचार मन्थन गर्ने महाकुम्भ हुनेछ। वर्तमान परिप्रेक्ष्यमा द्रुत रूपमा भइरहेको युवा पलायन रोक्न, स्वदेशमै नवप्रवर्तनशील उद्यमशीलता जगाउन र राष्ट्रिय संस्कृति, पर्यटन तथा अर्थतन्त्रलाई राष्ट्रिय स्तरमा उजागर गर्न यो आयोजना कुशीठुङ्गा साबित हुनेछ। सम्मेलनका मुख्य स्तम्भहरू र थीम वर्ष 2026 को मूल मन्त्र: एम, एक्ट र एचिभ, स्पष्ट लक्ष्य, सशक्त कार्य र परिणाममुखी उपलब्धिमा आधारित भई यो सम्मेलन सञ्चालन हुनेछ। सम्मेलनलाई निम्न 5 मुख्य आयामहरूबाट अघि बढाइनेछ: कनेक्ट, सम्पर्क, राष्ट्रव्यापी युवा सञ्जाल निर्माण, कोलाबरेट, सहकार्य, समृद्धि र विकासका लागि सार्वजनिक तथा निजी क्षेत्रसँग साझेदारी, मोटिभेट, अभिप्रेरणा, ख्यातिप्राप्त राष्ट्रिय व्यक्तित्वहरूद्वारा प्रेरणादायी कार्यशाला, इम्प्याक्ट, प्रभाव, सकारात्मक सामाजिक रूपान्तरणका लागि साझा प्रतिबद्धता, इन्भेस्ट, लगानी, नवप्रवर्तनशील युवा उद्यमीहरूमा लगानीको खोजी। 3. सम्मेलनका प्रमुख आकर्षक तथा विशेष कार्यक्रमहरू: सम्मेलनका दुई दिनभित्र युवा सशक्तिकरण र क्षमता अभिवृद्धिलाई लक्षित गरी निम्न विभिन्न विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ। अन्तरशाखा वक्तृत्व कला प्रतियोगिता, एम, एक्ट, एचिभ थीममा आधारित भई युवाहरूको सार्वजनिक अभिव्यक्ति तथा तार्किक क्षमताको प्रदर्शन गर्न एरियाका शाखाहरूबीच तीव्र वक्तृत्व कला प्रतिस्पर्धा गराइनेछ। थीम सेमिनार, प्रोजेक्ट सम्पर्क 2026, स्पष्ट कार्यदिशा र केन्द्रित योजना निर्माणका लागि 3 जना विषयगत विज्ञ वक्ता मार्फत करिब 500 जना सहभागीहरूलाई विशेष अभिमुखीकरण र संवाद गराइनेछ। जेनेरेटिभ एआई फर डिजिटल मार्केटिङ ट्रेनिङ, आधुनिक डिजिटल युग अनुकूल युवा उद्यमी तथा डिजिटल मार्केटरहरूलाई व्यवसाय विस्तार र ग्राहक अनुभव सुधारका लागि 1 दिने प्रयोगात्मक डिजिटल एआई तालिम प्रदान गरिनेछ। फाइनेन्सियल लिटरेसी एन्ड इन्भेस्टमेन्ट ट्रेनिङ, युवाहरूमा बचत, बजेट व्यवस्थापन, शेयर बजार, डिजिटल बैंकिङ र जोखिम व्यवस्थापन सम्बन्धी आर्थिक साक्षरता बढाउने उद्देश्यले विशेष सत्र सञ्चालन गरिनेछ। आदरणीय पत्रकार महोदयहरू, सँगसँगै सांस्कृतिक सन्ध्या तथा रैथाने प्रदर्शनी, कोशी प्रदेशको मौलिक जनजातिको झाँकी, कला संस्कृति र स्थानीय उत्पादनहरूको प्रदर्शनी गरी पर्यटन प्रबन्धन गरिनेछ। बजेट तथा आर्थिक व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सम्मेलनलाई सबै तथा भव्य रूपमा सम्पन्न गर्न रु 40 लाखको अनुमानित बजेट तयार गरिएको छ, जसमा आयतर्फ रजिस्ट्रेसन शुल्क मार्फत अनुमानित रकम रु 13 लाख, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने सहयोग रु 5 लाख, स्थानीय सरकारहरूबाट प्राप्त हुने सहयोग रु 10 लाख, प्रायोजक एवं सहयोगीहरूबाट प्राप्त हुने सहयोग रु 12 लाख गरेर 40 लाख रुपियाँ आयतर्फ हामीले अनुमान गरेका छौँ भने व्ययतर्फ भौतिक पूर्वाधार, भव्य मञ्च निर्माण र सजावटका लागि 4,50,000, अतिथि सत्कार र भोजनका लागि 3 दिनको आवास र उचित स्तरीय भोजन व्यवस्थापनको लागि 12 लाख, प्रविधि तथा अडियो भिजुअलको एलइडी स्क्रिन, डिजिटल साउन्ड र लाइभ ब्रोडकास्टका लागि 6 लाख,
प्रचार प्रसार र ब्रान्डिङका लागि जस्तो विज्ञापन, डकुमेन्ट्री, स्मारिका र डिजिटल मार्केटिङका लागि रु 3 लाख, मागेको चिनो तथा सम्मानका लागि विशिष्ट अतिथि सहभागीका लागि स्थानीय चिनो र मेडल पुरस्कार रु 3 लाख, प्रशिक्षण र स्रोत व्यक्ति प्रशिक्षण राष्ट्रिय प्रशिक्षकहरूको पारिश्रमिक रु यातायात लगायतका चिजहरू 3,50,000, सांस्कृतिक व्यवस्थापनमा मौलिक झाँकी र सांस्कृतिक कलाकारहरूको खर्चमा रु 2 लाख, सुरक्षा र स्वयंसेवकलाई परिचालनका लागि रु 3 लाख र विविध भइपरि आउने खर्चका लागि 3 लाख रुपियाँ गरेर टोटल 40 लाख रुपियाँ व्ययतर्फ हामीले अनुमान गरेका छौँ। र यो कार्यक्रम समापन भएको 15 दिनभित्र हामी यो कति आय भयो र कति व्यय भयो भन्ने कुरा चाहिँ हामी प्रतिवेदन मार्फत सार्वजनिक गराउने यहाँमा जानकारी गराउन चाहन्छु। मिडिया तथा सहकर्मीहरूमा सहयोगको अपिल। पत्रकार मित्रहरू, सञ्चार माध्यम भनेका समाजका होइन हुन्। झापा र समग्र कोशी प्रदेशकै गरिमा अभिवृद्धि गर्ने यस ऐतिहासिक सम्मेलनलाई भव्य रूपमा सफल पार्न यहाँहरूको कलम र सञ्चार माध्यमको प्रचार प्रसारको भूमिका अतुलनीय रहनेछ। चाराली देशिस सम्पूर्ण सञ्चारकर्मी साथीहरू यस महाकुम्भमा सक्रिय सहभागिता, सकारात्मक प्रचार र निरन्तर मार्गदर्शनका लागि हार्दिक अपिल गर्दछ। धन्यवाद। मूल आयोजक समिति नेपाल क्षेत्रको सम्मेलन 2026 चाराली, आतिथ्य चाराली देशिस, झापा, जेसी प्रसाद पकाल सम्मेलन निर्देशक। धन्यवाद।